जय श्री राम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। अनि धेरै दिनपछि भिडियो आइरहेछ, सरी फर द्याट। अनि आजको भिडियो त्यो युनिभर्सिटी, कलेज, होस्टेल, एभ्रिथिङ बिसाइड द्याट है, त्यो सब छोडेर केही नयाँ छ आज तपाईँहरूको लागि। अनि मैले आज केही आफ्नो लागि केही नयाँ कुरा हुन्छ नि आफूलाई गिफ्ट गर्न सोचेँ। सानो कुरा, केही एकदम सानो कुरा, अनि केही समथिङ नयाँ एक्सपिरियन्सहरू त्यसैले एन्ड तपाईहरुसँग नि शेयर गरौँ भनेर। सो आई गट दिस वान एन्ड के स्पेशल छ यसमा, मैले दुईटा कुरा लिएर आएँ। फर्स्ट कुरा एप्पल वाच, जुन मलाई हुन्छ नि धेरै दिनदेखि लिनु मन थियो मलाई। अनि द सेकेन्ड वान इज एप्पल इयरपड्स। सधैँ हुन्छ नि, अब मैले फोन मात्रै एप्पलको के भन्छ ओरिजिनल हुन्छ नि युज गर्थेँ, एप्पल 14 प्रो म्याक्स। अनि तर मसँग वाच थिएन, इयरपड पनि थिएन, अनि मलाई धेरै दिनदेखि लिनु मन थियो दुईटा कुरा। सो फाइनली आई गट दिस वान। अनि मैले अनबक्सिङ पनि केही गरेको छैन, मैले यत्तिकै स्टोरबाट हुन्छ नि एप्पल स्टोरबाट किनेर लिएर राखेको छु तपाईहरुसँग हुन्छ नि शेयर गर्नलाई। अनि अलि धेरै नै खुसी भइरहेको छु कि म भित्रबाट। अनि मैले धेरै दिनपछि भिडियो बनाइरहेको छु, अलमोस्ट लाइक 3 or 4 मन्थ्स होइन। त्यसैले अलि बोल्न पनि हुन्छ नि अप्ठ्यारो नै लागिरहेछ कि अहिले, त्यो पुरै हुन्छ नि बोल्न सकिरहेको छैन पहिला जस्तो। त्यसको लागि सरी। अनि अब अनबक्सिङ गरौँ यसको के कस्तो छ भनेर। अब हेरौँ, फर्स्टमा हुन्छ नि वाच हेरौँ कि इयरपड्स। फर्स्टमा इयरपड्स हेरौँ। वाउ, सी गाइज के छ त्यसो भित्र है त, के छ हुन त इयरपोड्स हुन्छ, अब के छ होइन किन। फर्स्टमा के आउँछ भनेर हेरौँ। फर्स्टमा अब यही कागजहरू केही छ, इयरपोड्सको भोल्युम कन्ट्रोल यताउता सबै नोटिसहरू। यो त हामीले कहिले पढेकै छैन, यसको त कामै भएन यतिकै। देन आउँछ हाम्रो इयरपोड्स। वाउ, हेर्दा चाहिँ सिमिलर लाग्छ, जुन मसँग छ अलरेडी, मैले अलि राम्रो क्वालिटीको युज गरिरहेको छु, हेर्दा त्यस्तै छ। अब एन्ड अब साउन्ड क्वालिटीहरू चाहिँ अब हुन्छ नि मैले युज गरेपछि थाहा हुन्छ त्यसको। अब इयरपोड्समा यति नै आउँछ, यसमा यो छ, अरू केही हेरौँ केही दिन्छ कि। अनि त्यसपछि चार्ज गर्नलाई चार्जर हुन्छ, टाइप सी चार्जर। अनि अब हामीले आफ्नो इयरको साइज अनुसार हुन्छ नि युज गर्न पाइयो, इयर युज गर्न पाइयो आफ्नो इयरको अनुसार। एन्ड दिस मच ओन्ली। अब इयरपोड्समा आउने भनेको यति कुरा मात्रै हुन्छ, अब केही त्यस्तो छैन स्पेसल भन्ने। स्पेसल भनेको एप्पलको क्वालिटी हुन्छ मात्रै, त्यही हो, अरू त्यस्तो खासै केही स्पेसल भन्ने छैन है त। अब त्यस्तो जेनरल धेरै रिभ्यू मलाई गर्न पनि आउँदैन, मैले हुन्छ नि मलाई थाहा पनि छैन त्यति धेरै कुराहरू, म अब युज गर्दै गएपछि थाहा हुन्छ। मेन कुरा आउँछ हाम्रो एप्पल वाचको, सबभन्दा स्पेसल वान एप्पल वाच। सो अब यसलाई खोलेर हेरौँ। ओके, सो हामीले बक्स खोल्न बित्तिकै आउँछ दुईटा प्याकेट। यो चाहिँ एप्पलको वाचको ब्यान्ड, अनि यसमा भयो हाम्रो वाच। सो फर्स्ट हेरौँ हामी ब्यान्डलाई ओपन गर्नलाई। ओके, त्यसपछि हाम्रो आउँछ हामीले पाउँछौँ ब्यान्डमा ओके। सो मैले ब्ल्याक कलर चुज गरेँ किनकि हुन्छ नि मेरो जेनरली सबै लुगाहरू हुन्छ नि, टी सर्ट, सू, प्यान्ट्स हुन्छ नि सबै ब्ल्याक नै हुन्छ। अनि हुन्छ नि यो पछि नै लिन मिल्छ, चेन्ज गर्न मिल्छ। सो मलाई अलि ब्ल्याक मनपर्छ, त्यसैले हुन्छ नि मैले ब्ल्याक कलरकै लिएँ।
अनि वाच, अब वाच पनि हेरौँ। वाउ, कसरी खोल्ने, यसरी त खोल्ने होला है। लेट्स ओपन गाइज। अब प्याक चाहिँ यसरी हुन्छ, बच्यो। सो वाच भनेको यति सानो, एन्ड देन वी गेट लेट्स सी द चार्जर। यु क्यान गेट सम चार्जर, जुन हामी चार्जरको केबल मात्रै पाउँछौँ, हुन्छ नि जुन एडेप्टर हुन्छ नि हेड, वी हेभ टु बाई आवर सेल्फ होइन। एन्ड चार्जर, त्यसपछि दिस इज द वाच है त। लेट्स सी दिस वान। खोल्नलाई रहेछ, यतिकै च्यातिम, सरी गाइज, मबाट सबर हुँदैन धेरै, I don't have patience. So okay, it look like this. You can see my face guys. Ani त्यसपछि okay, त्यसपछि okay, and I will use this, the new one. अब मलाई हुन्छ नि, मैले एनालग वाच युज गर्दै थिएँ। दिस इज माई फेभरेट वान अल्सो एन्ड क्लोज टु माई हार्ट, हुन्छ नि मेरो फेभरेट पर्सनले दिएको। त्यसरी साइडमा राखौँ एकछिन। अनि पेयरिङहरूको अप्सनहरू आइरहेछ अहिले, जुन म पछि गर्छु पेयरिङहरू। अनि सर मैले मिस्टेक गरेँ लगाउनलाई, होइन यतिकै हुन्छ होइन। So how it looks like, the black color, हुन्छ नि black watch, black t-shirt, black jeans and everything, you know, and this is the earpods. So अब यसको हुन्छ नि रिभ्यू के कस्तो हुन्छ, म हुन्छ नि अब पछि सेयर गर्दै जान्छु। अहिलेको लागि यति नै, यो भिडियोमा हुन्छ नि मैले धेरै कुरा बोल्न पाइनँ, किनकि मलाई धेरै कुराहरू थाहा पनि छैन वाचको बारेमा, हुन्छ नि मलाई अलि मात्रै सबैलाई हुन्छ नि सेयर गर्नु मन थियो। एउटा सानो कुरा मैले किन आफूलाई गिफ्ट गरेँ त्यसको लागि मात्रै। अनि अब चाहिँ हुन्छ नि म अब अलि फ्री हुन्छु होला, अनि म भिडियोहरू हाल्दै गर्छु, आई मिन त्यो युनिभर्सिटीहरूको सबै कुराको। अनि प्राइस चाहिँ भनिदिन्छु मैले, यो चाहिँ इयरबड्स प्रो सेकेन्ड जेनेरेसनको होइन, यसको चाहिँ मलाई $249 हुन्छ नि फर द इयरपड्स। अनि वाचको चाहिँ $429, अनि $429 वाचको, अनि $249 चाहिँ इयरबड्सको, टोटल समथिङ देन ट्याक्स $47 ट्याक्स, एभ्रिथिङ हुन्छ नि आउट अफ द डोर चाहिँ $725 ओके। सो मलाई चाहिँ दुवैलाई हुन्छ नि $725 हुन्छ नि आउट अफ द डोर हुन्छ नि, क्यास हुन्छ नि, आई हेभ टु स्पेन्ड हुन्छ नि, मैले स्पेन्ड गरेँ दुइटा हुन्छ नि बाई गर्नलाई। सो दिस इज द मनी आई हेभ स्पेन्ड। सो क्वालिटी राम्रो छ, सबै कुरा राम्रो छ, वाच राम्रो छ, मलाई लिनु मन थियो। सो अरू केही क्वेसन हुन्छ नि दुइटाको बारेमा बुझ्नलाई भनेपछि यसको लागि पनि केही क्वेसन गर्नु होला, केही छैन। तर अब हुन्छ नि अब म ध्यान दिएर हुन्छ नि युट्युबमा भिडियोहरू ल्याउँछु। थ्याङ्क यू सो मच गाइज, सी यू इन नेक्स्ट भिडियो, बाई बाई।